ल आज काटे खोलामा टक्क लाएर जाल हान्दै आएको मासु त्यति लगाइराख अझै खै ल्याउ मात्र खै आएन है अहिले त किचा ए आटा 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 एक दुई किरा आहा आठा 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 दुईटा आहा दुईटा दुईटा हा खै एउटा हेर है एउटा हैन दुईटा यो तीनटा तीनटा यो तीनटा हैन यसले चारवटा चारवटा यसले पाँचवटा यसले पाँचवटा यता माछा नि रे हराउला फेरि हराउन्न पाँचवटा अरू आचा पाँचवटा ती आचा पाँचवटा हाल्छ ल राख ल गई फेरि गयो क्या जाल आयो भाइ माछा हेर त यहाँ ए 4 5 6 7 वटा खै हेर्दै ल गनम है ल गनम दुईटा तीनटा चारवटा पाँचवटा उता ग छवटा उका होइन र छवटा
यहाँ त ढका बहन 7वटा 8वटा 8वटा यो सानो त के गर्ने यहाँ कुनामा आई 9वटा अहिले 9वटा ल हाल त ढका भक्का भग हाल्न पर्यो है छिटो माथि जानुपर्छ त तल काम ल ल रुङ ल मैले भिडियो धुँदै होला नि आहा कत्रो आहा एउटा त हिँड्छ माथि हालेछु एउटा टन्नै रहेछ कि एउटा टन्नै एउटा दुईटा ए दुईटा रहेछ क्या त्यही दुईटा हात ल जाल भवाल रहेछ नि दाइ जाल त्यही छ फालै कस्तो भनेको फालै फलै बवाल छ नि दाइ अहिले पनि हातै हाल्छ एउटा त हाँसै ऊ एउटा आहा त्यही एउटा रहेछ दाइ है एउटा रहेछ आहा ए माथि पो रहेछ एउटा ल हाँ दुईटा यति है ठुलो आहा ए चरप्पै आहा यार टन्ने खान्छ नि यहाँ ल्याउनु त यहाँ ढुङ्गामा यस आयो 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 चरप्पै खानु भने होइन ठुल्ठुलो खानका माछा त ल न ल ऊ यता नि छ का भरभरको हल्छ नि त चेता डुङ 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 टन्नी खान र ठुलो ह ल्याउनु त बल्छीमा हाल्दो रहेछ र कत्ला
एवढा हा ताई दस किलोको असला हेर त है एउटा रहेछ एउटा रहेछ ती सबै हिउँदोमा पनि हुन्छ भाइ तिमीलाई हुन्न त नि ल अह दाइ माथि माथि जाने र ए अँ मान्छेले लाइक सब्सक्राइब गरेन जस्तो हो क्या भाइ एकबार थोरै मन लाग्यो होइन मर्नु लाग्यो लाइक अघि कमेन्ट लाइक सब्सक्राइब सब गर्न पर्यो नि त थोरै माछा मन लाग्यो होइन धेरै ठुलो आएको छ एउटा त त्यहाँ देख्यौ कहाँ त्रिपुटी ए अँ मात्र पर्यो एउटा मात्र परेछ देखियो छन् 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 भइरहेछ ऊ ठुलो है हेर त अर्को कता यहाँ थियो अर्को नि उगा ए ए मतलब masalah yang lain ya aku माला आयो ए तीन जाडे रहेछन् थाकियो के दाइ लास्ट चाहिँ ओके
माछा बरु देखाइदिनु तल यहाँ माछा जालमा पारेको छ है माछा चाहिँ।